हेलो गाइस, आज चाहिँ म होइन धरातर्फ गइरहेको छु। कसरी चाहिँ मैले होइन टायरको हावा कति छ भनेर हेरेँ, ठिकै छ भनेर ढिला नगरिकन म गइहालेँ। गाडीको चाबी ल्याउनु बिर्सेछ, गाडीको चाबी लिएर आएको। आज चाहिँ म तर्फ धरारा म बसमा ठ्याक्कै छिरेको होइन, पानीले गर्दा पानी परेको पानीले गर्दा टायर स्लिप हुन्छ नि त। अनि अगाडि अगाडिको चलाएँ होइन, पानी रोक्नु थालेँ। अनि धरातर्फ फुल स्पिडमा गएको, लास्टै चिप्लिनु रहेछ टायर, चिप्लिनु रहेछ भने गाइस मैले कुदाइरहेँ होइन। 1-3 मिनट 4-5 मिनट पछि चाहिँ हामी पुगेर आइसकेको छौँ। पुरा टर्निङ छ होइन, यस्तो रिक्सा चाहिँ कहाँ पाउँछ गाइस भन्नु है। लास्ट टायर चाहिँ ठ्याक्कै नहुँदा नि धरारा आइपुग्यो होइन। अनि म चाहिँ झरिहालेँ क्या, ब्रेक झरिहालेँ क्या झऱ्यो होइन। झरेपछि 1-2टा फोटो खिच्न त परिहाल्यो, त्यसैले म फोटो खिच्दैछु होइन। कस्तो राम्रो छ भनेर हेरेको त ठिकैको छ। अनि 1-2टा फोटो खिचेँ मैले होइन। 2टा फोटो खिचेँ। 2टा फोटो खिचेपछि म चाहिँ उता धरारा चढ्ने भनेर गएको। अनि फेरि म निस्केपछि चाहिँ पानी चाहिँ रोकिने क्या, अनि उफ्रिँदै गएको त है। धरारा आज त बन्द रहेछ नि आज, त्यसैले म चढ्नै पाएन होइन। अघिको एक्सिडेन्टले गर्दा हेर्नु गाइस कति नोक्सान भएको मेरो साथीको गाडीलाई।